तपाईँ त यहीँको इन्टर्न डाक्टर होइन र? तपाईँले त देखे जस्तो लाग्छ। हो यहीँको इन्टर्न डाक्टर हो। अनि मैले त पठाउ मगाएको थिएँ, अनि हजुर कसरी आइपुग्नु भयो यहाँनिर? होइन मैले नि पठाउ गर्ने हो हजुरको। तपाईँले पठाउ गर्ने? तपाईँ इन्टर्न डाक्टर भएर त पैसा कमाउनुहुन्छ होला त, किन पठाउ गर्नु पर्यो? हेर्नुहोस् तपाईँलाई म सुनाउँछु इन्टर्नसिपको कहानी। वेल मैले 2019-20को सेसनमा एमबिबिएस जोइन गरेँ। अहिले 2026मा इन्टर्नसिप सुरु भयो। 6 वर्ष लाएर यति मेहनतले म इन्टर्नसिप पुगेँ। हाम्रो पालोमा एमबिबिएसको फी चाहिँ 44,78,675 थियो। त्यसमा लिभिङ कस्ट एक्सक्लुडेड। 6 वर्षपछि इन्टर्नसिप पुग्दा एकदमै खुसी भएँ। अलिअलि अब पैसा आउँछ, मेरो लिभिङ कस्टको त्यसले कभर गर्छ भनेर। तर स्टाइपेन्ड आएपछि मलाई त्यति थाहा भयो कि मेरो कलेजको स्टाइपेन्ड 10,890। अनि म खुसी पनि भएँ, दुःखी पनि भएँ। खुसी किन, दुःखी किन? खुसी यति कुरा लागेको थियो, मेरो पहिलो स्टाइपेन्ड, मेरो पहिलो मेहनतको पैसा। घरमा भन्दा पनि अब छोरा तँलाई त पैसा पठाउनु पर्दैन होला भन्नुभयो। अनि दुःखी चाहिँ? दुःखी यति कुरा लाग्यो, अब फेरि मैले घरबाट पैसा माग्नु पर्यो। मेरो उमेर 26 वर्ष। यो उमेरमा त मैले मेरो बाबा मामुको सानोतिनो कुराहरू पुरा गर्ने हो, उहाँहरूको पनि सपना पुरा गर्ने हो। तर यति स्टाइपेन्ड हुँदा मैले घरबाट फेरि माग्नुपर्छ, त्यही कुराले मलाई दुःखी लाग्यो। मेरो बसाइको खर्च 7,000, बिजुली पानी जोड्यो भने 2,000 एक्स्ट्रा 9,000। त्यसमा अब खानु पर्यो, खाजा खानु पर्यो, खाना खानु पर्यो, सबै जोडेर 12,000 जति हुन्छ। तर मेरो स्टाइपेन्ड 10,890। सोचेको थिएँ अब मेरो पहिलो स्टाइपेन्ड केही किन्छु आफ्नो लागि, तर केही किन्न सकिनँ। यति 4 महिना बितिसक्दा पनि आफ्नो लागि मैले केही किन्न पनि सकिनँ। त्यही भएर यो इनड्राइभ पठाउ पार्ट टाइम गरिरहेको हुन्छ, अलिअलि पैसा सहयोग हुन्छ कि भन्नु। सबै कलेजमा यस्तै हो कि तिम्रो कलेजमा मात्रै यस्तो हो? सबैतिर त छैन सेम। अब आइएमको कुरा गर्ने हो भने 21,000 भन्दा बढी छ। धरानको कुरा गर्ने हो भने 23,000 भन्दा बढी छ। पाटनमा 20,000 भन्दा बढी छ। तिमीहरू त सबै एउटै इक्जाम थ्रु आउने होइन र? अनि किन यस्तो भिन्नता छ त स्टाइपेन्डमा? त्यही हो हामीले नबुझेको कुरा। हामी एउटै इक्जाम थ्रु आउने हो, रुल सबैको सिमिलर छ भने स्टाइपेन्डमा चाहिँ किन रुल छैन? हाम्रो यति मात्र कुरा हो कि सबैतिर फेयर स्टाइपेन्ड होस्, कसैले बढी कसैले थोरै, त्यस्तो होइन। अब के हुन्छ त अनि? अब प्रतिवेदन पनि निस्किसकेको छ, त्यसमा इन्टर्नले भोगेको दुःख, इन्टर्नको पीडा सबै सम्बोधन छ। अब यति मात्रै आश छ हाम्रो बालेन सरकारले अब के गर्छन् यो विषयमा। बल्ल बुझ्दैछु नेपालमा डक्टरहरूको कमी किन भइरहेको भनेर। यो कुरा मेडिकल फिल्डमा निकै गाह्रो रहेछ। अनि लास्ट एउटा कुरा सोध्छु है त, अब 10,890 यति मात्र भन्न सक्छु म, योभन्दा बढी भन्न सक्छु।